नमस्ते, 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 नमस्ते। आज म एउटा रियाक्सन भिडियो गर्न जाँदैछु। यो रियाक्सन भिडियो चाहिँ नि सिधा कुराबाट अपलोड भएको एउटा भिडियोमा चाहिँ नि गर्न गइरहेको छु। यो भिडियोको नाम चाहिँ बालेन सरकारको आलोचना किन भनेर अपलोड भइरहेको छ। मैले सिधा कुराको रियाक्सन भिडियो किन गर्न खोजेको भने सिधा कुरा खासमा भनियो भने चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टी त्योमाथि पनि रवि लामिछाने पक्षको चाहिँ एक प्रकारले मुखपत्र जस्तै हो। यदि यो च्यानलबाट बालेन सरकारको विरुद्धमा यदि कुनै भिडियो आउँछ भने यसको अर्थ हामीले के बुझ्नुपर्छ भने बालेन र रवि लामिछाने बीच चाहिँ नि सुमधुर सम्बन्ध छैन, मनमुटाव चलिरहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यही भएर भिडियो स्टार्ट गरौँ है त। किन भइरहेको छ बालेन सरकारको आलोचना? पछिल्ला केही घटनाक्रमहरू, सुकुम्बासी स्थानान्तरण, गणेश नेपाली प्रकरण र मिडियाका गेटमा शङ्कास्पद पार्किङ लगायतका कारण बालेन शाह नेतृत्वको शक्तिशाली सरकारको आलोचना भइरहेको छ। सरकारले केही अघि मात्रै 100 दिन पार गरिरहँदा आलोचनाको आवाज संसददेखि सडकसम्मै पुगेको छ। विपक्षीबाट सरकारको आलोचना हुनुलाई स्वाभाविक मानिएला, तर सत्तारूढ दलभित्रबाटै र मतदाताको तहबाट सरकारको आलोचना हुनु भने स्वाभाविक। सत्तारूढ दलभित्रबाट आलोचना, किनकि 100 दिन पुग्ने बित्तिकै 4-5 जना सांसदहरूले चाहिँ नि सरकारको आलोचना गरेको थियो र के अरे नागरिक स्तरबाट पनि आलोचना भइरहेको छ भन्ने कुरा चाहिँ अहिलेको अवस्थामा चाहिँ अलि पत्याइएन। हेर्दै जाउँ। पटक्क होइन। सरकारका केही अपरिपक्व शैलीका कारण उसका राम्रा काम पनि ओझेलमा परेका छन्। यसमा राम्रो काम पनि ओझेलमा परेका छन् भनेर भनेको छ, तर यसमा चाहिँ यो भिडियोमा चाहिँ राम्रो कामको एउटा कुरा पनि यसमा वर्णन गरेको छैन जस्तो लागिरहेछ मलाई, किनकि यो विशुद्ध आलोचना गर्नको लागि मात्रै बनाइएको भिडियो जस्तो मैले बुझिरहेछु। पछिल्लो समय सरकारको जसरी आलोचना भइरहेको छ त्यसका दुई मुख्य कारण सतहमा देखिन्छन्। बालेन नेतृत्वको मन्त्री परिषदको संरचनालाई हेर्ने हो भने पनि धेरैजसो पहिलोपटक राजनीतिमा सक्रिय भएका, पहिलोपटक सांसद भएका तथा पहिलोपटक मन्त्री भएकाहरू छन्। यो ठिक हो, किनकि जति पनि मन्त्री र सांसदहरू छन् धेरैजसो पहिलोचोटि भइरहेका हुन्। त्यसले पनि उनीहरूमा राजनीतिक चरित्र अर्थात् पोलिटिकल क्यारेक्टरको विकास नभइसकेको कतिपयको टिप्पणी छ। यो राजनैतिक चरित्र भनेको चाहिँ कस्तो हो कि डिप्लोमेटिक हुनेलाई राजनीतिक चरित्र भनिन्छ कि, किनकि राजनीतिक चरित्र भनेको चाहिँ के रहेछ त? एकचोटि म गुगलै गर्छु है, अनि त्यसपछि म फेरि तपाईँलाई भन्छु के हो भनेर। राजनीतिक चरित्र भनेको चाहिँ पोलिटिकल क्यारेक्टर। यसमा कुनै पनि व्यक्ति राजनीतिमा देखाउने नैतिक, वैचारिक र व्यावहारिक आचरण हो भनेर भनेको छ। एउटा यस्तो मापदण्ड जसले सत्ता, शक्ति र सार्वजनिक उत्तरदायित्वको मामलामा कोही व्यक्तिको कतिको इमान्दार र जिम्मेवार छ भन्ने कुरा देखाउँछ भनेर भनेको छ। यसको यसरी हेर्दाखेरि चाहिँ राजनीतिक चरित्र छ कि छैन त अहिलेको बालेन सरकारकोमा? राजनीतिक चरित्र अन्तर्गत पर्ने एउटा चाहिँ सुशासन, जसमा चाहिँ अहिलेको अवस्था हेर्ने हो भने चाहिँ भ्रष्टाचार विरोधी कार्यक्रममा चाहिँ बालेन सरकारको राजनीतिक चरित्र एकदमै राम्रो देखिएको छ। शून्य सहनशीलता नै भनौँ न। अर्को राजनीतिक चरित्र चाहिँ यो सिन्डिकेटको अन्त, परम्परागत सिन्डिकेटको जुन खेल खेलिन्थ्यो नेपालको राजनीतिमा, त्यसको अन्त्य भएको छ। त्यो पनि एउटा राम्रो पक्ष हो। र निर्णय लिन सक्ने क्षमता, उनले जे पनि निर्णय लिन्छन् समय लगाउँदैनन्। यदि जे गर्नुपर्ने हो ठ्याक्कै गर्छन् र एक्सनमा गइहाल्छन्। उदाहरणको लागि सुकुम्बासी त्यो के अरे खोलानालाबाट हटाउने। र नकारात्मक पक्षहरू के हुन सक्छ त? नकारात्मक पक्षहरू चाहिँ नि सायद यसमा भनिएको होला, सायद हेरौँ है के भन्दो रहेछ, अनि त्यसपछि अरू कुरा गरौँ। प्रधानमन्त्री नै 4 वर्ष अघि स्वतन्त्र उम्मेद्वारका रूपमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भए। मेयरको एक कार्यकाल समेत पूरा हुन नपाउँदै प्रधानमन्त्री बने। प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार दर्ता गर्नुको 2 दिन अघि मात्रै उनी राजसभामा प्रवेश गरे। त्यसपछि मात्र उनी राजनीतिक दलको सदस्य र नेता बने। उनी जस्तै उनका सहयात्रीहरू पनि राजनीतिमा लागेको छोटो समयमा नै सांसद चुनिए र मन्त्री पनि बने। प्रचण्ड बहुमत अर्थात् झण्डै 2/3 भएकाले सरकारले आफूले गर्ने जुनसुकै निर्णय वैध हुन्छन् भन्ने
बुझाइ गलत पटक्कै होइन, तर सरकार भनेको मुलुकको राजनीतिक नेतृत्व हो। राजनीतिक नेतृत्वले आफ्नो निर्णयलाई वैधता दिन देशका अन्य राजनीतिक दलले शक्ति र समूहहरूसँग समन्वय अत्यावश्यक छ, तर सरकारले गरेन। सरकार सबैभन्दा पहिला राजनीतिक रूपमा यहीँ चुकेको हो। उदाहरणका लागि सरकारले राजधानीका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमित गरी बस्नेहरूलाई त्यहाँबाट उठायो र अन्यत्रै लगेर राख्यो। त्यसरी उठाइएका सुकुम्बासीहरूमध्ये अधिकांशको अहिले विचल्य भएको छ। यो सुकुम्बासीको कुरा चाहिँ नि राजनीतिक चरित्र अन्तर्गत नकारात्मक रूपमा चाहिँ नि अब कसरी हेर्ने भन्ने कुरो चाहिँ के हुन्छ भने सुकुम्बासी समस्या अहिलेको समस्या होइन, धेरै पहिलादेखिको समस्या हो। तपाईँले यदि याद गर्नुभएको छ भने बालेन शाह मेयर हुँदाखेरि, रवि लामिछाने गृहमन्त्री हुँदाखेरि बालेन शाहले गृहमन्त्रीको रूपमा चाहिँ नि सुकुम्बासी समस्या हल गर्नको लागि सहयोगमा आएका थिए। त्यतिखेर रवि लामिछानेले सहयोग गर्न असमर्थता देखाएका थिए। त्यसपछि बालेन शाहले नयाँ पुराना नेताहरू सबै चोर हुन् भनेर भनेका थिए। याद छ नि तपाईँहरूलाई? र सुकुम्बासी अहिले समस्या हल गर्दाखेरि त्यहाँ थुप्रो हुकुमबासीहरू आफ्नो आफ्नो ठाउँमा गइसके र साँचो सुकुम्बासीहरू केही सयको सङ्ख्यामा चाहिँ उनीहरूलाई साँच्चीकै गाह्रो चाहिँ परेको छ। तर सुकुम्बासी समस्या चाहिँ हल भएको छ। अब यसलाई तपाईँले कसरी लिनुहुन्छ यो तपाईँ आफैमा भर पर्छ। यसमा चाहिँ राजनीतिक चरित्र अन्तर्गत मानवीय संवेदनशीलताको कमी भनेर हामीले यदि हेर्ने हो भने ठिकै पनि हो, तर लङ टर्ममा र म्याक्रो लेभलमा हेर्ने हो भने चाहिँ नि वर्षौँदेखिको सुकुम्बासी समस्या चाहिँ हल हुन पुगेको छ। अब तपाईँ केही सङ्ख्या मान्छेहरूको अहिले जसरी गाह्रो भइरहेको छ त्यसलाई हेरेर चाहिँ नि 35-40 वर्षदेखिको सुकुम्बासी समस्या चाहिँ नि जिउका तिउँ रहन दिनुपर्छ भन्ने लाग्छ भने चाहिँ बालेन शाहको मानवीय संवेदनशीलता कम हो र यसमा चाहिँ उनी राजनैतिक चरित्रमा चुकेका हुन् भनेर तपाईँले भन्न सक्नुहुन्छ। तर राजनीतिक चरित्र अन्तर्गत नै पर्ने निर्णय लिन सक्ने क्षमता अन्तर्गत हेर्नुहुन्छ भने चाहिँ बालेन शाहले जे गरे त्यो एकदमै ठिक गरे भन्ने चाहिँ तपाईँले भन्न सक्नुहुन्छ। त्यही भएर तपाईँ समर्थक हो भने चाहिँ नि राजनीतिक चरित्र अन्तर्गत यो सुकुम्बासी समस्या निर्णय लिन सक्ने क्षमता अन्तर्गत पर्छ र तपाईँले बालेन शाहको विरोध गर्ने हो भने चाहिँ नि मानवीय संवेदनशीलता नभएको अन्तर्गत पर्दछ। यो तपाईँमा भर पर्छ कसरी लिनुहुन्छ भनेर। बालेन शाहले 4 वर्षदेखि सुकुम्बासी समस्या हल गर्न खोजेको हो, कसैले सुनेनन्। रवि लामिछाने गृहमन्त्री हुँदा पनि नसुनेको कारणले गर्दाखेरि उनले यही राजनैतिक चरित्र अन्तर्गत पर्ने निर्णय लिन सक्ने क्षमता प्रयोग गरेर उनले आफ्नै निर्णयमा यो सुकुम्बासी समस्या हल गर्न अघि सरेका हुन्। सुकुम्बासीले पनि यो तहको शास्ति पक्कै खेप्नुपर्ने थिएन। सरकारले राजनीतिक चरित्र नदेखाएको विषय हो संविधान संशोधन बहस पत्र पनि। मन्त्री परिषदले हतारमा निर्णय गर्यो र संयोजक तोक्यो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहलाई। प्रधानमन्त्रीको सिफारिस वा चाहनामा असीमलाई जुन जिम्मेवारी दिइयो त्यसलाई राजनीतिक दलहरूले इन्कार गरिदिए। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले कार्यदलमा सहभागी नै भएन। सहभागी भएका अन्य दलका प्रतिनिधिले पनि बिस्तारै कार्यदल छाड्दै गए। अहिले रासुपा यो संविधान संशोधनको कुरा पनि संविधान जारी हुँदाखेरि उनीहरूले के भनेका थिए भने आवश्यकता र औचित्यताको आधारमा संविधान चाहिँ हामी बेला बखतमा संशोधन गर्छौँ भनेर पुराना दलका नेताहरूले संविधान जारी गर्दाखेरि भनेका थिए। संविधान संशोधनको लागि चाहिँ योभन्दा अघिल्लो सरकार केपी ओली र काङ्ग्रेस मिलेर जब 2/3 सरकार बनाएका थिए त्यतिखेर पनि संविधान संशोधन गर्ने भनेर चाहिँ नि उनीहरूको त्यो 7वटा बुँदामध्ये एउटा बुँदामा चाहिँ त्यो पनि उनीहरूले सहमति गरेका थिए र त्यतिखेर चाहिँ उनीहरूले आफ्नै तालले गर्न खोजेका थिए। माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी आदि इत्यादिलाई चाहिँ त्यसमा राखिएको थिएन। अहिलेको सरकारले पनि ठ्याक्कै त्यही गर्न खोजेको हो। यसमा त यसपालि त यो सरकारले अरू विपक्षी दलहरूलाई पनि राख्न खोजेको थियो, तर उनीहरू नै नगएका हुन्। र नेपालको कानुन अनुसार, संविधान अनुसार तपाईँसँग 2/3 छ भने जुनसुकै बखत पनि तपाईँले संविधान संशोधन गर्न पाउनुहुन्छ र गर्न सक्नुहुन्छ कानुनी रूपमा। त्यही भएको कारणले गर्दाखेरि राजनीतिमा जसको शक्ति त्यसैको भक्ति हो। अहिले सिधा कुराले जसरी यसलाई चाहिँ नि नकारात्मकतामा लिएर हिँडेको छ त्यो हेर्दाखेरि चाहिँ
अहिलेको सरकारको विरोध गर्नको लागि मात्रै विरोधको रूपमा विरोध गरिरहेको हो, अरू केही पनि होइन। राजनीतिक चरित्र प्रदर्शन गरेको भए अहिले राजनीतिक दलहरूबाट यो तहको असन्तुष्टि पक्कै न। यहाँ पनि राजनीतिक चरित्र भनेर भनेको छ। बालेन शाह र उनका टिमहरू चाहिँ नयाँ हुन्। पुरानो राजनीतिक चरित्र परिवर्तन के अरे देखाउनको लागि उनीहरू आएका होइनन्। नयाँ मान्छेले नयाँ राजनीतिक चरित्र देखाइरहेको छ। त्यही भएको कारणले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र 3-4 वर्ष अगाडि अघिल्लो चुनावदेखि जो चाहिँ सांसद भएर आएका थिए, त्यतिखेरदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा जो थिए, उनीहरूलाई चाहिँ यो नयाँ राजनीतिक चरित्र जुन बालेनले देखाइरहेको छ त्यो चाहिँ मन नपरेको हो। त्यही भएर यहाँ सिधा कुरामा यो प्रस्तुत गर्ने, भिडियो प्रस्तुत गर्ने मान्छेले राजनीतिक चरित्र भनेर भनेको हो। आउन पनि सक्थ्यो। वर्तमान सरकारको मुख्य आधार जेनजी आन्दोलन हो। रासपा मात्रै त्यस्तो राजनीतिक दल हो जसले जेनजी आन्दोलनको अपनत्व र स्वामित्व लियो। जेनजी आन्दोलनका आफ्नै विशिष्ट माग थिए, तिनै मागलाई रासपाले स्वीकार गर्यो। आफ्नो जेनजी आन्दोलनलाई यदि रासपाले स्वीकार नगरेको भए त्यो आन्दोलन चाहिँ नि आफूले के अरे लिन पनि सक्दैन थियो, अङ्गीकार गर्न पनि सक्दैन थियो। त्यही आन्दोलनको कारणले गर्दाखेरि यत्रो धेरै भोट पनि आएको हो, बालेन शाहको फ्याक्टरलाई छोड्ने हो भने। र यदि बालेन शाह र रवि लामिछाने छुट्टा छुट्टै गएका भए जेनजी आन्दोलन चाहिँ नि बालेन शाहको पार्टीले लिन्थ्यो र त्यही अनुसार बालेन शाहको पार्टीको भोट चाहिँ नि धेरै आउँथ्यो। त्यही भएको कारणले गर्दाखेरि यो पनि विरोधको लागि विरोध मात्रै हो। चुनावी बाछापत्रमा पनि समावेश गर्यो। जेनजी आन्दोलनको म्यान्डेट बमोजिम वर्तमान सरकारले सुशासन कायम गर्नुपर्नेछ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेछ, भ्रष्टाचारमा संलग्नलाई कारबाही पनि गर्नु छ, नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्नु छ अनि रोजगारी सृजना गर्दै आर्थिक विकास गर्नुपर्नेछ। सँगै जेनजी आन्दोलनमा नरसंहार मच्याउने र सरकारी तथा निजी सम्पत्ति ध्वस्त पार्नेलाई कारबाही पनि गर्नुपर्नेछ। सरकार भएको 24 घण्टा पनि नबित्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्यो। ओली र लेखकलाई पक्राउ अलि लामो भयो, त्यही भएर मैले चाहिँ अलिक फरवर्ड गरिरहेको छु है, यो अलिक छिटो चलाइरहेको छु। जेनजी आन्दोलनका दोषीहरूले सजाय पाउने भए भन्ने आशा सबैमा जागेको थियो। तर 13 दिनमै ओली र लेखक छुटे। सरकारले उनीहरू विरुद्ध अभियोजन नै गर्न सकेन, अहिले पनि गरेको छैन। प्रक्रियागत रूपमा नै सरकार चिप्लियो। ओली र लेखक मात्र होइन, आन्दोलनमा दोषी अन्य सबैले सजाय पाउनुपर्छ। पहिलो कदम नै सरकार चिप्लेपछि कतै सबै दोषीहरूले उन्मुक्ति पाउने त होइनन् भन्ने आशंका उब्जिएको छ। विभिन्न यसमा चाहिँ खासमा भन्यो भने सिधा कुराले यसको बचाउमा पहिला भिडियो ल्याइसकेको छ, तर अहिले यसैलाई चाहिँ नि नकारात्मक रूपमा चाहिँ देखाएको छ। त्यही भएको कारणले गर्दाखेरि रवि लामिछाने र बालेन शाह बिच चाहिँ फाटो आएको भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। चुकेका हुन्, तर सरकारी मुखपत्र भइसकिसकेपछि, सरकारी मुखपत्र भन्नाले सरकारमा भएको पार्टीको एउटा तबकाको मुखपत्र भइसकिसकेपछि चाहिँ नि पहिला सपोर्ट गरिसकेको भिडियोमा सुधा अहिले चाहिँ नि विरोध गर्नु भनेको चाहिँ खै ठ्याक्कै शब्द त आएन, तर राम्रो चाहिँ होइन। आरोपमा अन्य व्यक्तिहरू पनि पक्राउ परे, तर सरकारले पक्राउ गरेका कतिपय व्यक्तिमाथि लगाइएका कसुर नै स्थापित गर्न सकेनन्। पहिले थुन्ने र पछि सुन्ने विगतका सरकारको शैली पछ्याउँदा निकै आशा गरिएका मुद्दामा पनि सरकारलाई निराशा मात्र मिल्यो। पासपोर्ट छपाई प्रकरणमा पनि सरकारलाई उल्टो मिल्यो। पासपोर्ट छपाईको ठेक्कामा भएको अनियमितता छानबिन गर्ने नाममा प्रधानमन्त्री कार्यालयले जुन प्रक्रिया अपनायो त्यसले सरकारकै आलोचना बढायो। अनियमितता छानबिन गर्नु सरकार राज्यका संयन्त्रहरूको मुख्य दायित्व हो, तर छानबिनका नाममा अख्तियारका पदाधिकारीदेखि राहदानी विभागका अधिकारीहरूमाथि जुन दबाव सिर्जना गरियो भनेर समाचारहरू सार्वजनिक भए ती भने विधिसम्म थिएनन्। मुद्दा अदालतमा पनि पुग्यो, तर आरोपीहरू सामान्य धरोटीमा रिहा भए। यो पनि बालेन सरकारको निर्णय लिन सक्ने क्षमतामा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। राजनीतिक चरित्र अन्तर्गत नयाँ राजनीतिक चरित्र, किनकि यदि बालेन सरकारले यसरी दबाब नदिएको भए यो मुद्दा अहिलेसम्म दर्ता पनि हुँदैन थियो। यसमा चाहिँ अब के अरे कसैले केही गर्दैन थिए, मुद्दा के अरे उनीहरू अख्तियारले चाहिँ मुद्दा त्यतिकै थन्काएर राखिदिरहेको हुन्थ्यो। बालेनले दबाब दिइसकिसकेपछि मात्रै यसमा चाहिँ अख्तियारका मान्छेहरूले यो मुद्दा सम्बन्धी मामलामा चाहिँ अगाडि बढेका हुन् र कारबाही प्रक्रिया सुरु गरेका हुन्। त्यही भएको कारणले गर्दाखेरि अब तपाईँले यसलाई कसरी हेर्नुहुन्छ? यो चाहिँ नि के अरे सबैसँग मिलेर अनि त्यहाँबाट के अरे प्रोसेस अनुसार फलो गरेर जाने भनेर यदि भन्नुहुन्छ भने चाहिँ तपाईँ फेरि त्यही पुरानो राजनीतिक संस्कार जुन चाहिँ यो सिधा कुराले चाहिरहेको छ त्यही अन्तर्गत जानुपर्ने हुन्थ्यो। तर नयाँ राजनीतिक संस्कार अनुसार चाहिँ नि जे हो त्यो गर्ने हो। त्यसको लागि अलिकति औँला बाङ्गो गर्नुपर्छ भने पनि बाङ्गो गरिन्छ भन्ने कुरा चाहिँ अहिलेका यो नयाँ सांसदहरू, नयाँ मन्त्रीहरू र बालेन शाहले चाहिँ नि
त्यस्तो प्रकारको राजनीतिक संस्कार चाहिँ नि उनीहरूले फलो गरिरहेका छन्, जुन चाहिँ अहिलेको अवस्थामा नेपालको अवस्थामा जहाँ चाहिँ नि अलिकति ढिला सुस्ती भइहाल्ने, काम नगर्ने, थन्काएर राख्ने जुन चलन परम्परा छ नि त्यो चाहिँ तोड्न खोजिरहेछन्। त्यही भएको कारणले गर्दाखेरि अलिअलि औँला बङ्ग्याएको मेरो विचारमा नजरअन्दाज गर्नुपर्ने हुन्छ। किनकि हरेक कुरामा चाहिँ नि राजनीतिक संस्कार तपाईँले के अरे खोज्न थाल्नुभयो भने रवि लामिछाने 3 महिना गृहमन्त्री हुँदाखेरि गरिएका कुराहरूका राजनीतिक संस्कार पनि हामीले एकपछि अर्को गर्दै खोतल्न चाहिँ हामीलाई पनि आउँछ। सरकारहरूको दावी अनुसार मुद्दामा अख्तियारले जुन माग दावी गरेको छ त्यो स्थापित हुन निकै कठिन छ। सरकारले एसओई र कक्षा 12 को नतिजा परीक्षा भएको 1 महिनाभित्रै सार्वजनिक गर्यो। सरकारले चाहँदा छिटो नतिजा प्रकाशन सम्भव छ भन्ने पनि देखायो, तर छिटो गर्ने नाममा 12 कक्षाको नतिजामा जे जस्ता कमजोरी देखिएका छन् यसले सरकार गम्भीर र संवेदनशील छैन भन्ने देखाउँछ भने धेरै यो पनि विरोधको लागि विरोधै हो यो, किनकि अहिलेसम्म कहिले पनि जस्तो उदाहरणको लागि मैले एसएलसी दिँदाखेरि एसएलसी पछि 6 महिना पर्खिनु परेको थियो। अहिले उनीहरूले 1.5 महिना 2 महिनाभित्रमा चाहिँ रिजल्ट निकालिरहेका छन्। त्यसलाई चाहिँ नि हामीले यो कति धेरैले होइन रिटोटलिङ त्यतिखेर पनि हुन्थ्यो, अहिले पनि भएको छ, अलिकति पर्सेन्टेजमा अलिकति बढी होला रिटोटलिङ गर्नेहरूको। तर यसलाई चाहिँ नि हामीले वाही स्याबास भन्नुको सट्टा चाहिँ नि यसरी डिस्करेज गर्नु भनेको चाहिँ नि के अरे केही न केही कुराले चाहिँ यो पुराना रासपाका सांसदहरूलाई चाहिँ नि बालन शाहले गरिरहेको कुरा चाहिँ मन परिरहेको छैन। हतपतेको काम लतपते भनेर टिप्पणी पनि गरिरहेका छन्। गएको बिहिबार यता राजधानीमा भएका 2 प्रकरणले सरकारलाई थप आलोचित बनाएको छ। एउटा गणेश नेपाली प्रकरण, अर्को संसार गृह र नेताको घरको गेटमा शङ्कास्पद गाडी पार्किङ। पठाउ गरेर आफ्नो परिवारको भर्ती गरिरहेका मुगुका 25 वर्षीय गणेश नेपालीमाथि महानगर प्रहरी बलले जुन रवाब देखायो त्यसले गणेशको जीवन नै समाप्त गरिदियो। गणेश नेपाली प्रकरणमा महानगर प्रहरी यति असंवेदनशील देखियो कि मान्छे चढिरहेको बाइकमा विल्ल गरिदियो, जुन गैरकानुनी मानिन्छ। त्यही विषयमा गणेशमा निराशा र आक्रोश विनलक गरिदियो भनेर भनेको छ यहाँ होइन। हेरौँ है त यो, किनकि यो गलत हो यार, किनकि यो म एकचोटि सर्च गरिहाल्छु कानुनले के भन्छ। काठमाडौँ महानगरपालिकाले बाइकमा व्हिल लक गर्नु कानुनी होइन। वास्तवमा यो महानगरपालिकाको आफ्नै नियम र ट्राफिक व्यवस्थापनको एउटा आधिकारिक हिस्सा हो भनेर भनेको छ। त्यही भएको कारणले गर्दाखेरि यहाँ चाहिँ जबरजस्ती महानगरपालिकालाई गलत देखाउन खोजिरहेको छ, जुन एकदमै गलत हो। किनकि आफू साँचिलो बन्नको लागि जुन महानगरपालिकाले दिनरात खटेर काम गर्न खोजिरहेको छ त्यस्तोलाई चाहिँ नि गलत देखाउनु भनेको चाहिँ डिस्करेज गर्नु हो। अब किन गरिरहेछन्, के कारणले गरिरहेछन् त्यो त थाहा भएन, तर यो चाहिँ एकदमै गलत लाग्यो मलाई, किनकि मिसइन्फर्मेसन दिइरहेछ क्या यहाँ यो सिधा कुराले। हिँड्दै जाँदा आफ्नै जीवन आफैले छोडे। झट्ट हेर्दा गणेश नेपालीको मृत्युको कारण स्वयं गणेश नै हुन्, तर मेन ढङ्गले हेर्ने हो भने उनको मृत्युको कारण राज्य हो। भोलिपल्टै गृहमन्त्री सुदन गुरुङले घटनाबारे सोझै राज्य हो भनेर भनेको छ। एउटा मान्छेले के अरे सरकारले महानगरपालिकाले चाहिँ टिकट दिँदाखेरि आवेगमा आएर आफूले आफैलाई चाहिँ नि त्यस्तो गर्छ भने त्यसलाई राज्यलाई कसरी दोष दिन सकिन्छ? यो जबरजस्ती आरोप लगाइरहेको छ। ठ्याक्कै विपक्षी दलहरूले लगाउनु पर्ने आरोपहरू चाहिँ अहिले सिधा कुराले लगाइरहेको छ। यसको अर्थ बालेन शाह र रवि लामिछाने बिच चाहिँ नि उनीहरूको टसल सुरु भइसकेको छ, जुन चाहिँ सतहमा देखिरहेको छ। सदनलाई जानकारी गराए। अब यो सायद म एकचोटि हेर्छु होइन के छ अरू, किनकि यसपछि मैले पनि राम्ररी हेरेको छैन। यदि भन्नु के अरे रहेछ यहाँ यो कुरा पनि रहेछ, एउटा यो भयो अनि त्यहाँबाट प्रश्न उठायो। सरकार समर्थितहरूबाटै त्यो भएको रहेछ भन्ने केही क्ल्युहरू खुले। आलोचनाको तीर सरकारप्रति मात्र नभई राजसभाप्रति पनि सुझियो। यो पनि सरकार सञ्चालन गर्ने नयाँ तरिका हो जस्तो लाग्छ मलाई, जुनमा चाहिँ के अरे बालनका मान्छेहरूले नै त्यो मिडिया हाउसहरूमा अनि त्यहाँबाट गगन थापाको घर अगाडि चाहिँ पार्क गरे नि। उनीहरू चाहिँ नि यदि तिमीहरूले हामीलाई पुस गर्छौ भने, घचेड्छौ भने हामीहरू पनि पुस ब्याक गर्नको लागि त्यत्तिकै फोर्समा घचड्नको लागि हामी पनि सामर्थ्य छौँ भनेर देखाएको हो।
जुन चाहिँ योभन्दा अघिल्लो सरकारले चाहिँ गर्न सक्दैन थियो। यो चाहिँ नि अब आँट टिला भएका भन्ने कि रिस्क लिन सक्ने क्षमता भएका मान्छेहरू भनेर भन्ने त्यो चाहिँ तपाईँमा भर पर्छ। किनकि यसरी आफै सरकारमा हुँदाखेरि आफ्नै मान्छे लगाएर मिडिया हाउसमा चाहिँ यसरी के अरे गाडी पार्क गर्नु भनेको चाहिँ एउटा एकदमै रिस्की कुरा हो। किनकि यसले ब्याकफायर पनि हुन्थ्यो। तर यो के अरे गाडी चाहिँ नि पार्क गरिसकिसकेपछि जुन पनि यो पार्किङ सम्बन्धी इस्यु अनि त्यहाँबाट गणेश नेपालीको इस्यु थियो त्यो चाहिँ सबै सामसुम भयो। त्यही भएको कारणले गर्दाखेरि अहिलेको सरकारसँग चाहिँ रिस्क लिन सक्ने क्षमता छ। उनले रिस्क लिन्छन्। यदि त्यस्तै केही परेर रवि लामिछाने र बालेन शाह बिचको यो टसल जुन छ नि अहिले देखिरहेछ त्यो चाहिँ उत्कर्षमा पुग्यो भने बालेन शाहले रिस्क लिन चाहिँ हात कमाउँदैनन् जस्तो चाहिँ मलाई लाग्छ। र त्यो रिस्क मैले टिकटक भिडियोहरूमा भनेको जस्तै एकदलीय शासनमा चाहिँ नि रूपान्तरित हुन पनि सक्छ। र त्यतिखेर पुराना दलका नेताहरू र राजसपा भित्रै रहेका केही नेताहरूको राजनीतिक करियर चाहिँ नि धरापमा पर्न सक्ने सम्भावना चाहिँ मैले देख्दछु। तर त्यो चाहिँ धेरै पछिको कुरा हो। यो त अहिले मनमुटाव मात्रै भएको हो। यो मनमुटाव चाहिँ नि अब छताछुल्ल भइसकिसकेपछि जब रवि लामिछानेले बालेन शाहको विरुद्धमा आफै टिप्पणी गर्न थाल्छन् त्यसपछि चाहिँ नि खेल अझ रमाइलो हुन्छ। तर देशलाई चाहिँ फाइदा गर्दैन। धन्यवाद।